हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु शिरोको भान्साघर। धेरै समय भयो भिडियो नबनाएको। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला भनेर आजको भिडियो चाहिँ अलिकति स्पेसल छ। आजको रेसिपी मैले आजभन्दा पहिला कहिले पनि ट्राई गरेको छैन। एक त फर्स्ट त्यतिकै पनि स्पेसल भयो। सेकेन्ड चाहिँ यो महिनाले पनि यसलाई स्पेसल बनाउँछु, किनकि मैले पहिला उता याद गरेदिनँ, पछि चाहिँ याद आयो मलाई यो असारको महिना हो नि त भनेर। अनि असारको महिना त हामी सबै नेपालीहरूले थाहा छ, हाम्रो लागि त एकदम स्पेसल हो। चाहे देशमा बस्नुहुने, चाहे विदेशमा बस्नुहुने, कहीँ पनि बस्नुहुनेहरूलाई असार 15 भनेपछि स्पेसल हो भनेर भनिरहेको, कति स्पेसल छ भनेर भनिराख्नु पनि जरुरत त छैन। सो लेट्स बिगिन आवर भिडियो। मैले आजभन्दा पहिला कहिले पनि दही जमाएको छैन। मलाई थाहा छैन होइन यो दहीलाई कसरी जमाउने भनेर। आई नेभर ट्राइड, नेभर एभर। पहिलोचोटि बनाउँदैछु, अनि त्यो पनि भक्तपुरी स्टाइलको दही है। चान्चुने दही होइन नि फेरि। भक्तपुरी स्टाइलको दही बनाउने कोसिस गर्दैछु। मसँग चाहिँ भक्तपुरी दही चाहिँ प्रायः चाहिँ भैँसीको दुधमा बनाउँदो रहेछ होइन। मसँग चाहिँ भैँसीको दुध थिएन, मसँग चाहिँ गाईको दुध मात्रै छ। मैले गाईको दुध मगाउँछु, अनि पसलमा गएर त्यो दुध डेरीहरूमा गएर लिएर आउनलाई मलाई अलिक विश्वासै लाग्दैन। त्यो भएर चाहिँ मसँग दुध छ, अलिक विश्वास लाग्ने, त्यही बनाएँ मैले चाहिँ। घरमा मगाएर नि नानीलाई खुवाउनलाई मगाएर नि मसँग गाईको दुध थियो। अनि कहिले काहीँ बाहिर हिँड्दाखेरि चाहिँ दुधहरू खाइँदैन नि त, अनि त्यसलाई म डिप फ्रिजमा हालेर राखिदिन्छु कि। अनि यसो हेरेको 1-1.5 लिटर दुध थियो। अनि मसँग पट पनि धेरै ठुलो थिएन, 400 ml आसपासको पट थियो। सो त्यसैमा त्यसको लागि 1 लिटर दुध हुँदा पनि पुग्छ भन्ने हिसाबले मैले चाहिँ बनाउन कोसिस गरेँ। अनि डिप फ्रिजबाट दुधको पोको निकालेर तल फ्रिजमा राखेको थिएँ। त्यो चाहिँ पग्लेन छ। बिहानदेखि राखेको दुध बेलुकासम्म पग्ला थिएन भनेपछि। अनि त्यही पनि नपग्ले पनि मैले चाहिँ त्यो डल्लो नै हालेर बनाइदिएँ। अनि त्यसपछि यो जुन बनाउने बेला दही बनाउनलाई प्रोसेसिङ गर्दाखेरि चाहिँ 45 मिनट भन्दा नि बेसी लाग्यो होला मलाई, किनकि दुधमा जब ग्यास ठुलो बनाउँछु दुध खाली उम्लेर आएर पुग्न खोज्छ। अनि दुध सानो बनाउँदाखेरि एकदम टाइम लागेको थियो। त्यो दुधको ग्यास सानो बनाउँदाखेरि एकदम टाइम लागेको थियो कि घोटी बनाउनु पर्छ नि त। घोट्दै बनाउँदै थिएँ। अनि त्यसपछि बास्नाको लागि सुकुमेला हालेको थिएँ। अनि जब यो दुध एकदम ठिक भइसकेको थियो नि त होइन, अलिक बाक्लो भइसकेको थियो, त्यति बेला यस्तो मिठो बास्ना आएको थियो कि, घरै बास्ना आएको थियो कि, त्यस्तो मिठो बास्ना आएको थियो यसको होइन। अनि सानो बनाउँदै गर्दाखेरि अनि गुलियोको लागि, गुलियो त अब दुध हो, गुलियो त चाहिँदैन। गुलियोको लागि चाहिँ मैले चिनीको सट्टा सक्खर युज गरेको छु, किनकि मेरो घरमा खासै त्यस्तो चिनी युज हुँदैन। मेरो घरमा सक्खरै युज हुने हो, सक्खर नै युज गरेँ मैले चाहिँ। अनि ठिक सक्खर हालेर बनाएको थिएँ, धेरै गुलियो बनाएको थिएन। अनि भाँडो पनि त थिएन मसँग, माटोको भाँडो थिएन कि, त्यो जुन हाम्रो रातो कलरको भाँडो हुन्छ मसँग थिएन। मसँग सेरामिकको पट थियो, मैले त्यसैमा बनाउने कोसिस गरेको छु। अनि सेरामिकको पट पनि धेरै ठुलो छैन मसँग, 400 ml को आसपास थियो। अनि दुध मैले बन्द गरिसक्दाखेरि टक्कै भाँडामा टक्क अट्ने मात्र भएछु कि। अनि त्यसपछि अलिकति अर्को दुध पनि राखेर दुध बनाउँछ अर्को दही, त्यो जुन जमिराखेको दही सानो किनेर ल्याएर थिएँ। अनि त्यसैबाट त्यो थोरै बिउ राख्नको लागि भनेर त्यो दही राखेर अनि एउटा वार्म कपडाले चाहिँ छोपेर मजाले अनि ओभरनाइट छोडिदिएको थिएँ मैले। अनि प्रायः चाहिँ मैले यसो हेरेको भिडियोहरूमा चाहिँ होइन ओभरनाइट राखेपछि यसो हुन्छ भन्ने कुराहरू थियो कि, तर ओभरनाइटमा चाहिँ मेरो चाहिँ भएन है। ओभरनाइटमा मेरो चाहिँ दही जम्नलाई लगभग 24 घन्टा नै लाग्यो कि, किनकि लगभग 16देखि 24 घन्टाको आसपास चाहिँ राख्नै पर्ने रहेछ। अब ठाउँ अनुसारले हुने भएको अलग कुरा हो, या फिर त्यो जुन रातो कलरको पटको माटोको भाँडाले हुने कुरा भयो अलग कुरा हो होइन, अलग कुरा हो। नत्र चाहिँ मेरोमा चाहिँ अलिकति टाइमै लागेको थियो कि जम्नलाई। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि अर्को भिडियोमा चाहिँ हजुरहरूलाई नेक्स्ट म अर्को भिडियोमा भेट्नेछु। आजको लागि बाई बाई।